चाहिँ यहाँ चाहिँ दिदीकामा के रहेछ खबर यसो बोल्नु जाँदैछु नजिकै छ पुग्ने लाग्यो त्यसपछि कुरा गरौँला। आज चाहिँ म दिदीकामा आइरहेको छु। अब एकछिन दिदीकामा गफ गर्छु, कुराकानी गरेँ, गफ गरेँ, एकछिन बसे पनि। अनि दिदीका कस्ता राम्रा फुलहरू के मलाई साह्रै मनपर्ने फुल है, कस्तो राम्रो के फुल त आहा साह्रै राम्रो। अनि फुललाई एकछिन हेरेँ। अब म बिस्तारै फेरि अब हिँड्छु किनभने काम छैन। अब यस्तै हो, दिदीसित एकछिन गफ गरेँ बसेँ, अब गएँ ल बाई बाई। हामी चाहिँ कपनबाट ओह्रालो झरी हो। अब रात पनि पर्यो, इभिनिङ वाक पुरा गरेर हामी घरतिर गयौँ। हाम्रा दिनचर्याहरू यसरी नै बित्दैछन् है हजुर हो। ए लाग्यो बाई बाई। अब पहिले कपन कस्तो थियो, यो मान्छे हिँड्दाखेरि डराउँथे। अब अहिले यस्तो सहर भयो, यो ह्यान्डबल ग्राउन्ड अब यस्तो भयो अहिले। हेर्दा हेर्दै काठमाडौँ सहर पनि हेर्नु न, यहाँबाट कस्तो रमाइलो देखिएको काठमाडौँ पनि है। ठाउँ भन्थे कपन भन्दाखेरि। मलाई चाहिँ यो बारेमा खासै थाहा छैन। म चाहिँ यहाँको बासिन्दा पनि होइन, हाम्रो चाहिँ घर झापा हो। हजुर। हजुरको चाहिँ कहाँ पर्यो? मेरो पनि झापै हो। झापा कहाँनिर? अहिले चाहिँ हो दमक हो मेरो। दमक बस्नुहुन्छ? हजुर। ए अहिले बसाइ चाहिँ हाम्रो पनि यहीँ कपन नै हो, काठमाडौँको कपन। घर चाहिँ हाम्रो झापा हो। त्यही त पहिले त्यस्तो थियो, अहिले हेर्दा हेर्दै यस्तो भयो हो नि। हामीले देख्दा यो पनि एक प्रकार त्यही भन्नु जस्तो, देख्दा देख्दै यति राम्रो भएको हो। ह्यान्डबल ग्राउन्ड भन्दै यहाँ केही पनि थिएन, अहिले राम्रो भएको छ, व्यवस्थित भएको छ। व्यवस्थित भएको छ हजुर। सहर भइगयो नि अहिले त। भइसकेको छ। हजुर हो। हामीले पनि अब यसो कुरा गऱ्यौँ, यहाँ कपन बस्ने आन्टी हुनुहुन्छ। बहिनीलाई त मैले सोध्नै बिर्सेछु नि त। ए हजुरको चाहिँ घर? मेरो पनि उता शङ्खसभा हो मेरो चाहिँ। ए के थरी पऱ्यौँ हौ हामी? म चाहिँ दाल परेँ, हजुर चाहिँ उहाँ चाहिँ पर्छ। म चाहिँ सुवेदी है, मैले पनि भन्न ए हजुर जस यहाँको समग्रमा यसो केही न केही अलिअलि थाहा पाइयो, बुझ्यो पनि। अब पहिले यहाँ यस्तै थियो, अब स्याल लुक्ने ठाउँ, मान्छे हिँड्दा डराउने ठाउँ होइन। यहाँ धेरैजनाले भने सुन्दा भर्खरै विकसित भएको अरे नि त, यहाँ त पुरै खाली थियो अरे नि त। ए हजुर हजुर। यहाँको बासिन्दाहरूले त्यही भन्नुहुन्छ। हजुर। ए हामीले पनि बुझेछौँ। हजुर हजुर ठिक छ। हामी आन्टीसित हाम्रो अब भेट भयो। अब आजलाई हामी अब जान्छौँ पनि। हस् हस् आन्टी, हस् बाई बाई। हामी चाहिँ आज यसो मर्निङ वाक गर्दै यो इभिनिङ वाकमा कपनको शिव मन्दिरतिर आउँदैछौँ। यस अग्लो डाँडामा रमाइलो लाग्यो, रमाइलो रहेछ। अब हामी मन्दिर पुग्ने लाग्यो भने जस्तै। मन्दिरको दर्शन पनि हुने भनेर आउँदैछौँ है। उकालो चढ्न गाह्रो हुने छ, बुढो भइएछ अग्लो ठाउँमा। ल ए आइपुग्यो अब रमाइलो। अरे 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 रमाइलो पो रहेछ साह्रै नै यहाँ माथि आएपछि त। अहो ल शिव मन्दिरको दर्शन पनि गरियो। शम्भो भोले बाबा। ल भगवानको दर्शन पनि गरियो। हामीले एक राउन्ड लाग्यो। शम्भो शरण प्रभु जय भोले बाबा, जय भोले जय शम्भो। भगवानको दर्शन पनि गरियो। अब हामी फर्किँदै